नेपालमा खुल्ला रूपमा पालिने ब्ल्याक कपर मरान कुखुराको बारेमा यहाँ विशिष्ट जानकारी दिइएको छ। यो कुखुरा मूलतः फ्रान्सको मारान क्षेत्रबाट आएको एक आकर्षक र बहुउद्देश्यीय मासु र अण्डा दुवैको लागि उपयुक्त प्रजाति हो। यद्यपि नेपालमा यसको व्यावसायिक पालन स्थानीय वा गिरिराज जस्ता प्रजाति जत्तिकै व्यापक नभए पनि यसको लोकप्रियता बिस्तारै बढ्दै गएको छ। भालेको कालो प्वाखमा चम्किलो हरियो आभा र घाँटीमा तामा रङको आकर्षक घेरा हुन्छ भने पोथीमा गहिरो कालो रङ र घाँटीमा तामाको हलुका चिन्ह हुन्छ। यो कुखुराको सबैभन्दा ठूलो विशेषता नै यसको चकलेटी खैरो रङको अण्डा हो। यी अण्डा मध्यमदेखि ठूला आकारका हुन्छन् र बाहिरको खोल एकदमै गाढा रङको हुन्छ। सामान्यतया शान्त, मैत्रीपूर्ण र सजिलै पाल्न सकिने खालको हुन्छ। यसले गर्दा घर पछाडिको सानो खोर वा खुल्ला वातावरणको लागि उपयुक्त मानिन्छ। यो प्रजाति खुल्ला वातावरणमा राम्रोसँग विचरण गर्न सक्छ र आफै आहारा खोज्नमा पनि निपुण हुन्छ। यो बाहिरी वातावरणमा सक्रिय रहन्छ तर खोरमा सीमित राख्दा पनि राम्रोसँग बस्न सक्छ। यो दोहोरो उद्देश्यको लागि पालिने कुखुरा हो। यसको मासु राम्रो मानिन्छ र पोथीले वर्षमा 150 देखि 200 वटासम्म अण्डा दिन सक्छिन्। यो नस्ल कडा र रोग प्रतिरोधात्मक क्षमता राम्रो भएको मानिन्छ, जसले गर्दा यसलाई नेपालको विभिन्न हावापानीमा पाल्न सकिन्छ। भाले लगभग 3.5 देखि 4 केजी र पोथी लगभग 2.5 देखि 3 केजीको हुन्छ। नेपालमा धेरैजसो परम्परागत कुखुरा पालन प्रणालीमा कुखुरालाई खुल्ला रूपमा चर्न दिइन्छ। यी कुखुराहरू राम्रा फोरेजर भएकाले खुल्ला वातावरणमा पाल्दा उनीहरूले घाँस, किरा र घरको फोहोर जस्तै अन्नका टुक्राहरू खाएर आफ्नो दानाको आवश्यकता केही हदसम्म पूरा गर्न सक्छन्। खुल्ला छाड्दा स्याल, बिरालो, मुसा जस्ता शिकारी जनावरहरूबाट जोगाउन रातिको लागि सुरक्षित खोरको व्यवस्था गर्नुपर्छ। केवल चरेर मात्र यसको पोषण पूरा हुँदैन। राम्रो अण्डा उत्पादन र स्वास्थ्यका लागि पूरक दाना र सफा पानीको व्यवस्था गर्नुपर्छ। खुल्ला ठाउँमा पालिए पनि रोगबाट बच्न नियमित टीकाकरण र खोरको उचित सरसफाई आवश्यक हुन्छ। यो कुखुरा अण्डाको विशेष रङ र शान्त स्वभावका कारण नेपालमा सानो स्तरको वा घरायसी पालनको लागि एक राम्रो विकल्प हुन सक्छ।